त्यो उयो त कहाँ राखेछु फेरि टाउकोमा के हाल लगाउनु त पर्दैन होला नि है होइन त्यो तपाईँले देखिरहेको छु कस्तो भयो मोमोको कमाल मोमो र चियाको कमाल होला चिया त दुधको हो किति बिग्रेको छ है मेरो ल कपुर छ नि कपुर पर्दैन आया यहाँ अहिले यहाँनिर जादु छ अब भरे प्रज्ञान एकजनालाई लगाइदिनुपर्छ प्रज्ञा थिएन होइन बोलाएकै छैन कि मैले अहिले बोलाएको प्रशान्तिबाट ल्याएको धुप ठोक भन्नुहुन्छ डुप्लिकेट यसो गर्नु पर्दैछ कि ग्यास भएर मऱ्यो नाचेको सानो हो हिजो माथि है जस्तो गर्नु पर्यो नि आज के गर्नु कस्तो गर्नु पर्यो नि यहाँ त यहाँ चाहिँ भएन हो है अलिक अप्ठ्यारो हुन्छ नि त नगर्नु हुँदैन खै हौ यसको त पानी हाल्नुपर्छ के हो भए चाहिँ म तल हाल्छु नि ग्यास भएर मऱ्यो कस्तो ग्यास भयो के चाहिँ खायो है पनि त्यही लोहीको कष्ट सबै घरि टिका लगाएको अरे कि बिर्सेको हो कसैलाई खुइदिनु पनि छैन कसैलाई चाहिँ उयो पार्नु पनि छैन हो के भएको यो निलामहरूलाई चाहिँ ठुइदिनु बिर्सेछु हो मलाई सबै आउँछ अरे कि छैन यस्तो पनि मैले बनाएको है कतिपल्ट गर्नुभएको तर हेर्नु गर्ने मान्छे त है कन्फ्युज हुन्छ घरिघरि अनि यता के दिनु हुन्छ नि पासाङले पनि त्यसरी बिर्सेको अरे हो सुषमाले अबुले सबै जान्दा थिएँ नि त घोप्टिनु भएन है ठहरै ग्यास भएर त्यतिखेर भिडियो बनाउने उयो थिएन चलन थिएन फोटो मात्रै थियो है यस्तो पनि सोच्दा भए पनि के हुन्छ भनेर फेरि लाइन वाइज हुन्छ नि त है यो पनि लाइन वाइजै हुन्छ होइन आजु नि त ठुलो पार्नु पर्यो भने यसो ठुलो छँदैछ हो म चाहिँ कपालले ए सरस्वती पूजामा टिका लगाइरहेको हजुर मलाई उसको छोरीले बोलाउँदै थियो कसको सन्तोषीको खोइ त भ्याएन त कहाँ जानु है धन्दा सन्ध्या अघि 11 बजी जान्छु भन्दै थियो कि नजानु 11 बजी चाहिँ टिका अब होस् बेलुकै जा माथि छान त रहेछ होइन सुस्ता पनि बिमार भएछ के खायो मैले यस्तो अघि आएर त्यही दिएको अरू के अब चाहिँ खदा लाउनुहोस् पहिला खदा पनि तुलेर छोटो है फेरि भुँडी त यस्तो भन्दा मोटो भएछ दबाई खानु भएन भर्खर दबाई खानु भएन खाएँ नि दबाई अब चाहिँ यो बिग्रेन गाँठे बिग्रियो होला है बिग्रियो
के हो यो यो चाहिँ उयसको यो सुन चाँदी हो उयो पित्तल 5 को उयोहरूको बनाएको यो चाहिँ सबभन्दा ठुलो अरे दही भइसकेछ दुध दही भयो आज कति 3 दिनमा नबिक्नु पनि पर्ने है यो पनि आछु यो पनि दिनुपर्छ त्यो त बिर्स्यो हो त्यस्तो सुन त यो त है झन्ने त छिरिल आफूको चाहिँ उयो चाहिँ नदिन्छ हामीले होस् न त्यो त भइहाल्छ नि आयो ग्यास भएर म अब पछि आशीर्वाद त थुप्रो दिन्छु आछु यो चाहिँ ठुलो खालको खासो बनाएको त होइन किनेको होला ल सँगै पो गएछ फेरि आशीर्वाद त भएको छ है फेरि काम गर्ने केही छैन है बहिनी 1 रुपैयाँ भइहाल्छ हुन्छ राम्रो हुन्छ अरे भइहाल्छ नि हजुर हुन्छ अरे भन्दैछ हामी त डर लाग्छ नि भइहाल्छ हौ अझै चाहिँ क्या सन्तोषलाई दिने पैसा छोरीलाई दिएछ 500 हो 200 चाहिँ सन्तोष मान्दै मानेन अरे केटी त होइन त यो त आशीर्वाद मात्रै छ है यो त हुन्छ हुन्छ के के मान्नु राम्रो काम गरेर आमा बाउलाई सबै हेर्ने हो यता ढोङ पऱ्यो नि रोक आइज पर्दैन खुट्टानी के मान्नु खुट्टाम्रो हेर त्यो चाँदी त अहिले पो भेट्दैछु हेर्न यहाँ दाजुलाई छोरी चाँदी सामान मैले त्यो भोत्रे चाँदी चाहिँ के भन्यो चाँदीको पानी महँगो न महँगो भएछ होइन पानी लगाउनु पर्यो भनेर खोजेको कि नहेर्ने लगिस् कि तैँले लगिस् भन्छु कस्तो महँगो भइरहेको छ नराम्रो महँगो भइरहेछ आसुमा चाँदी त्यतिको 30,000 आउँछ होला पुरा आउँछ नि 30,000 सुन हो क्या हो यो भनिदिइराख्नु के छ ए हो यसमा यहाँ ल्याउँदा यो उसको होला है यस्तो के यो खासो चाहिँ तपाईँकै हो थाप्छु तपाईँको होइन यो दुईवटा यता राख्नु न त उसको होला है यो रिन्चेन र लाचेनको यहाँ चाहिँ चक्लेटहरू छ हो चक्लेटहरू छ तपाईँहरू लिनु नि ल्याएछ त चक्लेटहरू छ हो नानीलाई पनि दिनु हो अब लाजेन रिन्चेनहरू भयो होइन चक्लेट तपाईँहरू लिनुहोस् होइन यो टोपी चाहिँ उयो रिन्चेनको नानीको हो अब देख्नु त पाउँदैन हो दिँदा राख्नु पर्यो फोटोमा देखाइदिन्छु ल म हुन्छ हुन्छ यो टोपी छ ए नानीको खै हुन्छ कि हुँदैन हेर्नु त तपाईँको कत्रो छ हुन्छ नानी छ हुन्छ अनि यो चाहिँ छ नि सानै छ त्यही भएर सानै हुन्छ होला भनेर ल्याइदिएको अर्को वर्ष त भइ त हाल्छ है यो चाहिँ लाजेन र रिन्चेनलाई यो यस्तो के अरे फोन उयो गर्ने हो यिनीहरू केटी त हो भनेर कि यो चाहिँ उयो नानी छ नि सन्जनाको नानी यस्तो खेल्ने ए अब अहिले लगिदिनु पर्छ उसलाई यो चाहिँ यस्तो हो कि यो चाहिँ तपाईँको टोपी सबै छ यो चाहिँ मजा घरमा लाउने मजा अरे यो चाहिँ बुट पो रहेछ त भित्र घरमा लाउने मजा हो कि तातोमा लाउनुहोस् न गर्नुहोस् न हुन्छ त्यति हो लुजुङ यो नानीलाई दिउँ होइन टोपी चाहिँ लगाइहाल्नु फोटो खिच्नु अन्त अन्त फोटो ए तिनीहरू भएर खिचौँ न कहिले खिचिदिन्छ बाबा सन्ध्या नाना खिच्नु खिचिहाल्छ नि